जाब होइन त्यस्ता जाब होइन अहिले पनि भन्छु म त्यस्ता जाब होइन तपाईले चाहिँ संशोधन नगरिकन हुँदैन। अब के खालको हाम्रो यहाँ छ भन्दाखेरि सडक विभागले हैन यता सुन्नु न यातायात मन्त्रालयले बाटो बनाउन चाहन्छ वन मन्त्रालयले आएर रोक्छ। मलाई सोध्नु न हजुरले भन्नुभएको थियो भने उहाँ हो र यता सुन्नु म अहिले पनि भन्दैछु नेपाली जनताले बहुमत दिएर 5 वर्षको सरकार चलाएर पनि नेपालमा विकासको हैन अनुभूति हुने गरी काम गर्न सकिन भने नेपाली नागरिकता त्यागेर शरणार्थी बन्छु भने हो अझै भनिरहेको छु त। तर बहुमत दिनु पर्यो नेपाली के अरे जनताले हैन त्यो नहुने कुरा उहाँलाई के पेलेको यतामा छँदैछु त हर्क साम्पाङे झियर हौ। देश ठिकै छ तपाईलाई राम्रै लाग्छ अहिले देश राम्रै भइरहेछ। हर्क साम्पाङले श्रम संस्कृति पार्टीले जितेन भने देश बर्बाद हुन्छ यो ठोक्को दिएर भने देश बर्बाद हुन्छ देश किन रहँदैन खोक्रो देश रहन्छ। एजेन्डा भन्नुहुन्छ एजेन्डा सबैको उस्तै छन् लेखेको जुन पढ्ने हो भने ढुङ्गा बोक्नु भन्दा अरु एजेन्डा के छ भन्दिनुस् न त्यस्ता अरु एजेन्डाहरु। जनताको पिरमार्का बुझ्नु भनेको जनताको समस्या भनेको नि हाम्रो एजेन्डा हो नि हाम्रो हरेक एजेन्डा त्यही हो नि। तपाईहरु चाहिँ अरु भन्दा के नयाँ हुनु हामी चाहिँ 12 हात लामो घोषणा पत्र हामी लेख्दैनौं हामी जे लेख्छौं त्यो पूरा गर्छौं। हामी त्यस्तो किसिमको मान्छे हौं त्यस्तो एजेन्डाको थुप्रो चाङका चाङ 12 हात लामो घोषणा पत्र हामी बाँड्दैनौं एकै पत्रमा हामी बाँड्छौं। घोषणा पत्रमा लेखेको कुरा पूरा भएन भने नि सर भोलि तपाईलाई मुद्दा हालेर जेल हाल्नु पाइन्छ कि पाइँदैन जनता। हाम्रो सरकार आयो हाम्रो सरकार बहुमत रूपमा आयो र घोषणा पत्रमा लेखेको कुरा भएन भने सबभन्दा पहिला कारबाही मलाई गर्नुस्। ठीक छ मेरो अन्तिम प्रश्न सूर्य दाइ तपाईलाई अन्तिम प्रश्न हर्क साम्पाङले भन्नुभएको छ म प्रधानमन्त्री बनिन भने देश छोडी शरणार्थी बन्छु त्यो भन्नुभएको छैन। हर्क साम्पाङले भन्नुभएको छैन। मलाई सोध्नु न हजुरले भन्नुभएको हर्क साम्पाङ भने उहाँ हो र यता सुन्नु म अहिले पनि भन्दैछु नेपाली जनताले बहुमत दिएर 5 वर्षको सरकार चलाएर पनि नेपालमा विकासको हैन अनुभूति हुने गरी काम गर्न सकिन भने नेपाली नागरिकता त्यागेर शरणार्थी बन्छु भने हो अझै भनिरहेको छु त। तर बहुमत दिनु पर्यो नेपाली के अरे जनताले हैन त्यो नहुने कुरा उहाँलाई के पेलेको यतामा छँदैछु त हर्क साम्पाङे झियर हौ। बहुमत चाहियो बहुमत दिएर काम गरेर 5 वर्षसम्ममा नेपालको कायापलट गर्न सकिन भने अहिले पनि भन्छु म त्यस्ता जाब होइन हर्क साम्पाङलाई सोध्ने भन्दा होइ भन्ने आयो हाम्रो सरकार गए बाटो प्रधानमन्त्री भएपछि साउली विकास गर्न सकेन भने मात्रै हो उहाँले यो देश छोड्नु भन्नुभएको। उहाँले जितेर केही गर्नु सक्नुहुन्न एक्लैले जितेर भन्ने हामी सबैलाई थाहा छ। त्यही भएर श्रम संस्कृति पार्टीले बहुमत दिनु पर्यो हर्क साम्पाङले प्रधानमन्त्री बनाउनु पर्यो बल्ल चाहिँ उहाँले काम गर्नुहुन्छ यदि काम गर्नु सकेन भने चाहिँ देश छोड्छु भन्नुभयो। हर्क साम्पाङज्यू नफैलिनु होला है। हर्क साम्पाङज्यू मुख्यमन्त्री भयो त बाचापत्रमा छैन ओएमसी मुसाले खायो कि बिक्री भयो नो एमसीसी तपाईको यो पत्रमा गर्दै हुनुहुन्छ नो एमसीसी छैन यो भनेको अणु हो कि हजुर यहाँ के भन्छ भने टुटु गर्यो यहाँ के भन्छ भने नि है एकछिन न यहाँ हेर्नुहोस् है स्वाधीनता भनेर लेखा छ नि यो तपाईले लिनु न यो घोषणा पत्र कहाँ हो त यो घोषणा पत्र होइन जनताले बुझिन नो घोषणा पत्र यो होइन छैन के यो घोषणा पत्रको अणु हो भन्छु यत्रो बोकेर हिँड्नु त ठेली तपाई त्यस्ता भन्ने हुँदैन त्यस्ता जाब एमसीसी सबैको बाटो जिताउन हामीले नेर सबलाई जिन्दाबाद जिन्दाबाद माटोमा भोट हाल्नुहोस् सबैलाई माटोमा अनि सबैले
जिताउनुहोस् मन्त्री भएपछि पो त्यहाँदेखि उहाँ मन्त्री भएपछि पो केही गर्नु भएन भने अनि भन्नुहोस् क्या तपाईले भोट कहिले दिनुहुन्न अनि अरूलाई दिनुहुन्छ नि हुन्छ कतैबाट अरू नेताहरू के फरक देख्छ वडामा भोट जुनको धरानसम्म जोडिने जुन बाटो छ तपाईँले जुन भन्नुभएको छ बनाउँछु भनेर अनि नडादेखि धरानसम्म जोडिने बाटो जुन बनाउँछु भनिरहनु भएको छ र यहाँ रामधुनीको चौसठीबाट पनि बनाउँछु भनेर भन्नुभएको छ अनि प्रश्न चाहिँ के रह्यो भन्दाखेरि अब विरोध गर्नेले गरिरहेको छ तर प्रश्न चाहिँ के रह्यो भन्दाखेरि तपाईँको अब योभन्दा अगाडि तपाईँ धरान उपमहानगरपालिकाको एउटा पदमा बसेको मान्छेले त्यो कार्यक्रममा किन बनाउनु भएन अनि केही समय अगाडि चाहिँ यस्तो हुन्छ ल अब मैले बुझिहालेँ के छ भने त्यो बाटो भनेको हाम्रो नगरपालिकाको प्रोजेक्ट होइन त्यो भनेको प्रदेश सरकारको प्रोजेक्ट हो प्रदेश सरकारको योजनाहरू चाहिँ त्यस्तै छन् कि धरानमा पनि माथि के अरे तपाईँको छैन धरान 4 जाने बाटो त्यसै अलपत्र छोडिदिएको छ त्यो प्रोजेक्ट भनेको प्रदेश सरकारको प्रोजेक्ट र प्रदेश सरकारले किन बनाएन भन्दाखेरि बिचमा रुखहरू आयो होइन त्यो बिचमा जाँदा बिचबिचमै रुखहरू छ नि त ती रुखहरू तपाईँको छैन काट्नु नसकेर पटक पटक मैले चाहिँ भनेको छु उहाँहरूलाई फोन गरेर भनेको छु पत्र पठाएको छु होइन के अरे तपाईँले पत्याउनुहुन्न भनेदेखि तपाईँको त्यो प्रशासन शाखामा गएर हेर्दा हुन्छ योजना शाखामा कतिवटा पत्र त्यहाँ गयो ताकेता गर्दा 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 पनि त्यो रुख काट्न नसकेर तपाईँको चाहिँ त्यो तपाईँको ठेक्कामा होइन त्यो रुख काट्न नसकिसकेपछि बाटो बनेन कुरा त्यो हो त्यसले गर्दाखेरि अब यो चाहिँ कस्तो भन्दाखेरि अब नगरपालिकाले बनाउने हो या प्रदेशले बनाउने हो अब दुईटा पालिकाहरू बिचको बाटो प्रायः जस्तो चाहिँ प्रदेश सरकारले गर्छ दुईटा प्रदेशहरू बिचको बाटो चाहिँ तपाईँको चाहिँ केन्द्र सरकारले गर्ने भन्ने हाम्रो चाहिँ तपाईँको चाहिँ त्यो खालको मान्यता हुन्छ क्या विकासको त्यसले गर्दाखेरि अब त्यो नगरपालिकाको प्रोजेक्ट होइन त्यसो भएको कारणले प्रदेशले बनाउन सकेन तथापि हामीले ताकेता थुप्रो गऱ्यौँ कारण के देखायो रुख काट्न सकिएन होइन अब वनको कारण यस्तो छ यसको लागि चाहिँ अब मिडिया पनि हुनुहुन्छ होइन त्यही भएर म माथि केन्द्रमा जानुपर्ने हो किनभने कानुन तपाईँले चाहिँ संशोधन नगरिकन हुँदैन अब के खालको हाम्रो यहाँ छ भन्दाखेरि सडक विभागले होइन यता सुन्नु न यातायात मन्त्रालयले बाटो बनाउन चाहन्छ वन मन्त्रालयले आएर रोक्छ खानेपानी मन्त्रालयले ट्याङ्की बनाउन खोज्छ वन मन्त्रालय आएर रोक्छ यो चाहिँ सबै कुरा के छ भन्दाखेरि यो देशमा विकास भन्दा पनि अविकास धेरै भइराखोस् अभाव भइराखोस् गरिबी भइराखोस् जनताले दुःख पाइराखोस् भन्ने किसिमको कानुन छ कुरा बुझ्नुभयो नि त्यो कानुनले अब देब्रे खुट्टा हिँड्नु खोज्छ दाहिनेले रोक्छ कसरी हिँड्ने यसरी कसरी हिँड्ने उफ्रिँदै हिँड्ने भन्ने खालको कानुन भएको कारणले गर्दाखेरि त्यो बाटो नबनेको है त्यो हो र अब यो तपाईँहरूले चाहिँ मलाई माथि पुर्याउनु भयो र मैले भने जस्तो भयो भने नेपाली जनताले हामीलाई चाहिँ के अरे तपाईँको चाहिँ श्रम संस्कृतिको सरकार गठन गर्ने गरी हामीलाई भोट दियो भने हामी यस्ता यो सम्पूर्ण कानुन हामी चेन्ज गर्छौँ कानुन चेन्ज नगरिकन विकास हुँदैन ठिक छ मैले धेरै कुरा केही छैन कि बिरुवा रोप्दासम्म मुद्दा आयो मलाई किन रोपिस् तैँले कसको अनुमतिले रोपिस् भन्छ होइन अब वन क्षेत्रमा बिरुवा छैन है उजाड पाखा छ त्यहाँ मैले बिरुवा रोपेँ त्यत्रो तपाईँको गुहारेर रोपेँ मलाई मुद्दा आयो फुल रोप्दा मुद्दा आयो उद्योग खोल्दा मुद्दा आयो स्कुल खोल्दा मुद्दा आउँछ भनिसकेपछि कस्तो कानुन रहेछ त्यो त कानुन मात्रै रहेछ यो देशमा त कानुन के को लागि भन्दा कानुनकै लागि संविधान के को लागि भन्दा संविधानकै लागि सरकार के को लागि भन्दा कुर्सीको लागि नेपाली जनताको सेवा सुविधा कहाँ गयो त विकास कहाँ गयो भन्दाखेरि ती कुराहरू चाहिँ हाम्रो मान्यताभित्र नपरेको कारणले गर्दाखेरि नै म चाहिँ वास्तवमा वैकल्पिक राजनीति लिएर आएको हो क्या अब यस्तो युवाले बुझ्नुपर्छ यसलाई चाहिँ व्याख्या विश्लेषण पनि गर्नुपर्छ ठिक छ तपाईँ हाम्रो जुन छ एउटा श्रम संस्कृति पार्टीले बनाउँछु भनेर यसरी तपाईँले भनिरहनु भएको छ जुन हाम्रो गाउँठाउँमा पनि अब यसरी भोट माग्ने काम त भइ नै रहन्छ आज तपाईँ माटोबाट आउनुभयो एउटा भोलि अर्को आउला होइन पर्सि अर्को आउला सबैले आफ्नो विचारधाराहरू त के छ हामीले बुझ्न पाउने अधिकार हो हामीले बुझ्नुपर्छ यहाँ कुनै पार्टीले यो गरिदिन्छु त्यो गरिदिन्छु भनेर मात्र भएन जुन तपाईँहरूले गरिरहनु भएको छ काम हामी तपाईँहरूबाट इन्सपायर भएर हामीले पनि धेरै कामहरू गरिरहेको हुन्छौँ हामी कसैको पार्टीलाई सपोर्ट गर्नुपर्छ यसलाई गर्नु हुँदैन भनेर कसैलाई जबरजस्ती पनि गरिरहेको छैनौँ किनकि जसले बनाउँछु भनेर अगाडि बढिरहेको छ उहाँ त्यस्तो खालको मानिसलाई त्यस्तो खालको पार्टीलाई या त्यस्तो खालको संस्था जेसुकै होस् उहाँ त्यो ठाउँ त्यस्तो चिजलाई चाहिँ हामी सपोर्ट गर्छौँ र अब भोलिको दिन अब अरू कोही हाला अब उनीहरूले पनि बनाउँछ एउटा कुरा नि युवा तपाईँलाई म के वचन दिन्छु भने नि हर्क साम्पाङले जीवनमा 1 रुपैयाँ पनि भ्रष्टाचार गर्दैन होइन तपाईँलाई त्यस्तो नेतृत्व चाहिन्छ होला होइन है मलाई आँखामा हेरेर भन्नु न त्यस्तो नेतृत्व चाहिन्छ हर्क साम्पाङले अहिले पनि हेर्नुहुन्छ भने मैले श्रमदानमा गएर सिमेन्ट बोकेको सिमेन्टसँगको टी सर्ट लगाएर आएको रहेछु त यो मैले देखाउनलाई नै जानी बुझी लगाएर आएको होइन तर
मलाई सुकिलो मुकिलो भएर हिँड्नु छैन। आई मिन टु से द्याट होइन, त्यो भन्नु हो भन्न खोजेँ मैले है। सुकिलो मुकिलो भएर हिँड्न खोजेको यदि थिएँ भने म धरानको महानगरपालिकाको मेयर जस्तो मान्छे होइन, म जनतासँग कहिले पनि काम गर्दिनँ थिएँ क्या। ठेकदारसँग तास खेलेरै बितिरहेछ त अरूको त होइन, ठुल्ठुलो व्यापारीसँग होइन साँठगाँठ गरेर बितिरहेछ। त्यत्रो ठुलो उपमहानगरपालिकाको मेयर मैले किन कुल्ली सर काम गरेँ भन्दाखेरि यो देशमा दुःख छ होइन, जनता दुःखमा छन्, अनि नेताले सुख सयल भोग गरेर त हुँदैन, त्यस्तो भन्ने मेरो बेसिक बुझाइ हो। त्यसले गर्दाखेरि इमान्दार मान्छे, भ्रष्टाचार नगर्ने सादगी मान्छे, म तपाईँलाई वचन दिन्छु, म राजनीति गरेर भोलि के बन्छु बन्दिनँ, नेपाली जनताले बनाउँछ बनाउँदैन भन्ने एउटा कुरा एक ठाउँमा होला, तर मेरो दाबी म बन्छु भन्ने हो होइन। जो पनि खेल मैदानमा उत्रेपछि त जित्छु नै भन्नु पर्यो होला नि त। त्यसो भएको कारणले त्यो दाबीका साथमा आइराखेको छु। तर तपाईँलाई म वचन के दिन्छु भने मेरो जीवनकालमा म बिराम भएँ होइन भने म विदेश गएर उपचार चाहिँ गराउँदिनँ। नेपाली जनताको ट्याक्स है, सरकारी कार्यालय के अरे तपाईँको चाहिँ नि अस्पतालमा जहाँ नेपाली जनता तपाईँको चाहिँ नि जस्तो किसिमको स्वास्थ्य उपचार गरिरहेछ नि त्यस्तो उपचार गराउँछौँ हामीले होइन। ती कुराहरू छन्। यो खालको सादगी भएको र काम गर्ने मान्छे र तपाईँको चाहिँ नि भनौँ न विभिन्न खालका योजना बनाउन सक्ने मान्छेलाई चाहिँ नेपाली जनताले चुन्नुपर्छ जस्तो मलाई चाहिँ लाग्छ है होइन। तर त्यसमा अब विभिन्न खालका विरोध लिएर के गर्छन् हुन त अब विपक्षीले त्यो भन्छ, कुनै ठुलो कुरो होइन होइन। भलिबल खेल्दा पनि तपाईँको उतापट्टिकोले यस्तो रेज हानेर उतालाई स्पाइकले हान्छ होइन, विपक्षीको नाकमा लागोस् कि टाउकोमा लागोस् होइन, वास्ता गर्दैन। बङ्गारै झरे पनि वास्ता गर्छ त उतापट्टिको स्पाइकरले दिन्छ। खेलै त्यस्तो हो। त्यसले गर्दाखेरि अब उहाँहरूले प्रहार गर्नु भएको होला, म केही जस्तो लाग्दैन होइन। यसो बसिरहेको छु, गाली गरिरहेछ होइन। मैले गाली किन खानु पर्यो त भन्दाखेरि दिनमा 5000 6000वटा गाली आउँछ होइन र म हाँसिरहन्छु फेरि होइन। किन गाली मैले खानुपर्ने त भन्दाखेरि काम गर्छु भन्दाखेरि मैले गाली खानुपर्ने, देश बनाउँछु भन्दा गाली खानुपर्ने होइन। कुनै दिन मैले काम गर्दिनँ त भनेको छैन होला नि त, कुनै स्टेटस कुनै केबाट काम गर्नु यो भन्दाखेरि चाहिँ अब त्यो खालको मान्छेहरू पनि छन्। त्यस्ता मान्छेबाट अब युवाहरू पनि सचेत हुनुपर्छ होइन। त्यो हो म जस्तो काम गर्ने मान्छेलाई तपाईँहरूले समाजले होइन। अब मैले त हेर्नुहोस् श्रमदानबाट विश्व रेकर्ड राख्ने मान्छे हो नेपालमा, कोही छैन इतिहासमा। यु क्यान सर्च इन द हिस्ट्री। कुनै मान्छे भेट्नुभयो भने नि काम गरेर तपाईँको विश्व रेकर्ड राख्ने मलाई भन्नु होला। त्यस्तो मान्छेलाई यो राज्यले सम्मान गर्नु पर्दैन थियो। मुद्दामाथि मुद्दा हालिदिएको मलाई होइन। अचम्म लाग्छ, त्यत्रो दुःख गरेर ल्याएँ होइन, विदेशले चिन्यो हो, सारा विश्वले चिन्यो क्या, रहन दियो त त्यो रेकर्ड होइन। त्यो सम्मान त्यसै जो कहिले त पाउने त होइन होला नि त। त्यो सम्मान मैले पाइसकेँ। राज्यले चाहिँ के दिन्छ मलाई भन्दाखेरि तेरो कार्य सम्पादनमा 0, हर्क साम्पाङको 0 पो भन्छ। देश चाहिँ यस्तो देश बनाउँछु भनेर अलिकति मलाई सम्मान गरिदिँदा त झन् कति म त डबल स्पिडमा काम गर्थेँ होला नि त होइन। अनि उस्तै मान्छे भए त भाँचिन्थ्यो क्या। यत्रो काम गर्छु मैले उल्टो गाली खानुपर्ने, गर्दिनँ नाथेलाई के छ र मेरो मात्रै हो र देश, मेरो पेवा त होइन भन्नेतिर लाग्थ्यो नि त। तर म चाहिँ जबरजस्ती लागिरहेको छु क्या। तपाईँ जस्तो युवाहरूले मलाई प्रेरणा दिनु पर्यो होइन र, तपाईँ जस्तो युवाहरूले मलाई चाहिँ नि साथ दिनु पर्यो। कसको लागि बनाउने त देश, मेरो एक्लो त होइन होइन। धरानमा मैले त्यत्रो अरबौँको सम्पत्ति जोडिदिएँ श्रमदानबाट, त्यो मैले लगेर गएँ त आज गइनँ नि त, त्यहीँ छोडिदिएँ त। अहिले त्यही सञ्चालन गर्न सकिराख्नु भएको छैन फेरि, अब त्यो नभन्नु है। त्यति एउटा सानो शब्द भन्न चाहन्छु म। अब देश बनाउने कुरामा चाहिँ सबैले बनाउँछु भन्नु अघि बढिरहेको हुन्छ। अब देश बचाउने कुरामा चाहिँ इमानदार नागरिकलाई चाहिँ जिताउनुपर्छ है। हो नि, त्यही भन्छु। अहिले आयो क्या विरोधीहरूले प्रश्न गर्न सकिरहेको हुँदैन, उनीहरूको पनि त प्रश्नहरू मैले राखिदिएको हो। उहाँले पनि क्लियर रूपमा भनिदिइसक्नु भएको छ। सो अहिले चाहिँ यति नै हामी ल